हेलो नमस्ते वेलकम अर्को आइसकेको छ भिडियो अब नेक्स्ट ब्लग आज मैले यहीँबाट स्टार्ट गरेँ हैन सो लेट्स गो कस्तो हुन्छ हेर मैले अब भित्र गएर यस्तो बल लाइन छ यार बवाल लाइन छ बवाल केडा यो हो भोट हाल्न लाग्यो लाइन यो पढे ल हामी चाहिँ लाइन बस्दैछु हाम्रो भाउजू चाहिँ यहाँ साग टिप्नु अनि हाम्रो दिदी हुनुहुन्छ क्विन सिस्टरको ड्रेस अफ फेरि हेर्नु यहाँ आम्बो सिस्टरको जहिले पनि छुट्टै स्वाग हुन्छ नि फेरि हाम्रो सिस्टर फेरि आम्बो यता छ फेरि हाम्रो दुवा भाइ आम्बो हेर यसको नि स्वाग छ यता छ हाम्रो फेरि दाई आम्बो दाई फेरि ओहो के हो यो ड्रेसअप त दाजुको अर्कै छ त एक्स्ट्रा छ त नेपाल फेस्टिभल आज हाम्रो प्रेम दा हुनुहुन्छ फेरि यता ओ माई गॉड फेरि ए टक्का आम्बो पुरा ऱ्यापिङ तालमा हो ए ल ठिक छ यो त हाम्रो पुरै नेपाली हो यता चाहिँ हाम्रो कडै लाइन भइरहेछ यो चाहिँ उतादेखि राउन्डिङ छ त्यो गेट हो तर त्यो गेटबाट चाहिँ तर रमाइलो भइरहेछ सबै नेपाली छ सो यस Light guys. Bawal. Mancera grupमा छ कहाँ गयो सँगै आएको साथीहरू तायदाजी छु रमाइलो बढी अब हुन्छ हाम्रो डान्स पार्टी नेपाली डाँडामा
माथि गइरहेको छ डाँडातिर तामाङ ड्रेस क्या खतरा बजेर छ माथि 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 त्यसले डाँडामा चढ्दैछु यो त के अरे ऊ जस्तै देख्यो त के अरे माथि सैलुङ छ नि सैलुङमा बवाल बवाल हुलडुङ्गा हाम्रो चाहिँ भ्लग चाहिँ बवाल भइरहेछ केटा हो यहाँ चाहिँ हाम्रो केबिचोल देशर भनेर चाहिँ कडा हामी चाहिँ लगभग आइपुग्यो गन्तव्यतिर गादे जे बच्चा मे गादे छर जिमोए पङ्दी नाम चला स्याला वाला वाला ग्राम बई पले जेबा तर लारा स्यालरंगा कडा हो यस्तो हुन्छ फेरि पारा हामी आइपुग्यो अब यहाँ माथि हो गन्तव्य लेट्स गो यो चाहिँ दामी बगैँचा रहेछ फुलहरू टक्क परेको रहेछ सो यता भन्दा नि म मासतिर जाने प्रयास गर्दैछु सो लेट्स गो यो फुल देख्नु बित्तिकै मलाई एउटा गीतको याद आयो बगैँचामा नजाऊ तिमी होइन दामी मजा आएर गीत पनि सही छ हाम्रो प्रोग्राम त्यता हुँदै रहेछ त्यो साइडमा सो या अभियसली दामी रमाइलो हुनुहुन्छ रोज मुक्तन अनि म अविनाशको साथमा गाउँछु आज है त ग्याङहरूको इन्ट्री भयो गाइज ग्याङहरूको इन्ट्री भयो लेट्स गो राम्ररी केटीहरू त कोही देखेन हौ मैले दार्जिलिङ आइसकेको बुढा भइसक्यो तिमीले सिङ्गल देखेको छ देख्दै देख्दैन देख्छु कहाँ हो तिम्रो राम्रो के यहाँ म्याक्सिमम जोडी हल्ला पुगेन हुन्छ त को आयो स्वर त रोज मक्दन जस्तो छ गायक छिरे क्या अहिले त हल्ला गराएछ नेपालको के भयो नेपालको भन्ने बित्तिकै अर्क्यो त यहाँ चाहिँ पुरै नेपाली मात्रै आज चाहिँ त्यो पनि अझ यति धेरै नेपाली छ अघि त एकचोटि त केपी ओली सो त्यही छोड भन्नुभएको थियो अघि त होइन तर यहाँ पुरै नेपाली हो कतिको छुट्टी छैन यो त 50% यो त 20% हो बाँकी त 80% त बाँकी नै छ भाइ यो त ओन्ली 20% एउटा ठाउँको मात्रै हो यो त यो सुजा नाम चाहिँ काठ तारो काठ त हो पोपराङ तर कुल मौसम पनि कुल छ सही छ अहिले चाहिँ अब नेक्स्ट महिनापछि चाहिँ फेरि बाहिर यसरी हिँड्न सकिँदैन अहिले चाहिँ कुल छ दामी छ United Arab Emirates. The time that they are going for हाम्रो भाउजू अगाडि छ दाई अझ अगाडि छ सो या
ड्रेसअपहरू चाहिँ यहाँ अनेक ड्रेसअपहरू देख्न सकिन्छ केटीहरूको छोरी मान्छेहरू त्यहाँ सेन्टरमा पनि तामाङले ड्रेस तामाङले के गर्दैन मलाई ड्रेसै थाहा छैन तर धेरै दलै होला यहाँ उतातिर साडीतिर पनि छ साडीतिर नि आइरहेछ साडीतिर पनि छ सो या धेरै छ थरीको उसमा छ ड्रेसअपमा छ तर मलाई चाहिँ त्यति थाहा छैन हाम्रो साथीहरूलाई चाहिँ खोजेकै छ कोही पनि भेटेन न मोबाइलमा ब्यालेन्स हुने फेरि गाह्रो छ होइन होला कहाँ गयो यार केटीहरू साडीमा तामाङ ड्रेसमा यहाँ आएर भेटौँला भनेर त यहाँ चाहिँ प्योर नेपालीको के अरे गोर्खे रहेछ प्योर झन्डा बोकिरहेको रहेछ प्योर झन्डा भाइ यो गरिबहरू केटाहरू फेरि हेर खतरा आउँदैछ केटाहरू बल छ यहाँ पनि दुबईमा पनि यता छ अब बढी आउँदैछ जनता यहाँ पनि नारा चल्न सक्छ केही पिचो भन्दाखेरि अहिले यहाँ त के गर्नु यस्तै छ विदेशमा त खतरा चल्छ त नारा त कति राम्रो अन्टी गयो पासको दिदी भन्नु अन्टी सम्बन्ध नभन्नु उता सेन्टरमा गएको थियो राम्रो अन्टी बसिरहेको जुम गर्दा गर्दैन ल यता पनि हेर एकदमै साडीमा नेपाली चेलीबेटी हेरौँ है नराम्रो भन्नु हुँदैन फेरि सबै दिदीबहिनी हो नराम्रो नजरले हेरे होइन केटा है राम्रै छ कि तर नराम्रो नजर लाउनु हुँदैन राम्रैसँग आफ्नै दिदीबहिनी जस्तै सोचेर होइन दिदी ए आन्टीहरू आम्बो साडी लगाएर दिदीहरू सब दिदीबहिनी हो आन्टी भन्नु हुँदैन फेरि रिसाउँछ यता हो नि त यो हो नि त परा हो हाम्रो ग्रुप यतातिर के हो पारा हाम्रो नेपाली फिताहरू डेन्जर तारमा बसेर हाम्रो साडीमा हामी चाहिँ अहिले मार्केट छिर्ने क्रममा छौँ कोसिस जारी छ गेट अलिक सानो छ सो पेड़ के आगे यो चाहिँ बोर्डर पार है बोर्डर पार आया ल बोर्डर पार गर्नु बोर्डर पार बोर्डर पार्क छिरो यस्तो छ भित्रको महल चाहिँ यस्तो छ स्टेट हेर फेरि जुमिङ हेर न होइन क्यामेरा समातेर हिँडौँ है छुट्टेला फेरि कति राम्रो सुहाएको आमा यता त फेरि हाम्रो सारीको दिदीबहिनीहरू नेपाली आज बवाल देख्यो त ल यार कडा ल टिम यो चाहिँ हाम्रो टिम रहेछ रूपन्देही टिम मैयाहरू त कति हाम्रो दिदीबहिनीहरू नराम्रो नजाले होइन केटाहरू फेरि सब दिदीबहिनीहरू डेसअप हेर डेसअप
नेपाली ड्रेस नेपाली ड्रेसमा हाम्रो दिदी नि काम छैन ठिक छ हाम्रो दिदी पनि फेरि अरू मात्र होइन नि फेरि दिदी पनि खतरा हान्ने स्वाग छ नि हाम्रो सिसको नि सारी बाबा रमाइलो हुनेवाला छ आज गाइज अब हुँदैछ यहाँ ड्रेसअपहरू ड्रेसअप ए तामाङ ड्रेसअप आयो केटाहरू ठिक छ स्ट्रेट आइपुग्नु गीत आयो यहाँ हाम्रो दिदीबहिनीको ड्रेसअप पनि बवाल छ टोपी हेर न 1370 हाम्रो अब चाहिँ रात परेको समय छ गाइज यो चाहिँ हाम्रो नेपालको सबै यो यो सबै गेम खेलाउनेदेखि पेटिएम एटिपी सबै छ सब जति पनि यो लाइन छ त्यो कटेरहरू छ नि सबै यो चाहिँ हाम्रो नेपाली प्रडक्ट घरको हो सबै यो चाहिँ सो यहाँ चाहिँ आज एक दिन जस्तो लाग्दैन मलाई 2 दिन चल्छ होला सायद चाहिँ थाहा छैन बब्बाल जात्रादेखि लिएर अनेक भइरहेको छ यस्तो लागिरहेको छ कि गङ्गती जात्रातिर आएको फिल भइरहेको छ बवाल साडीहरू फेरि हाम्रो दिदीबहिनीहरूको अलग अलग डिजाइनमा ड्रेसअपहरू देख्न सक्नुहुन्छ तपाईँले यता हाम्रो उहाँहरूले चाहिँ फेरि अलिकति अल्छी लागेको टाइप्स भएछ उहाँहरूलाई चाहिँ हो नेपाली साडी म यता पसलमा किन्दैछ हाम्रो दिदीबहिनीहरूले नेपाली झन्डाहरू देख्न सक्छ यहाँ बिचमा नेपाली झन्डा बोकेर टक्क होइन हाम्रो नेपाली दाजुहरू तामाङनी ड्रेस नेपाली ड्रेस तामाङनी ड्रेस हो कि के हो अब के थाहा होइन
गाइस हाम्रो चाहिँ सक्यो घरतर्फ आफ्नो रुमतर्फ सक्यो भने दाजु कस्तो भयो आजको तपाईँको कस्तो भयो आजको दिन आज त उता नेपालतिरै गएको जस्तो फिल भइरहेछ हो अनि केटीहरू भेट्यो नि कतिको आम्मा तानेर हो दिमाग खराब नाच्नुभयो तपाईँ नाच्यो नि एकछिन नाचेन नाच्यो नि है किन ननाच्नु भएको नाचेको नि ए नाच्यो नाच्यो ए मैले देखेँ कता कता थियो यहाँ भाउजूले कराउँदै सबै नोटेन्दामा नाचेको एक्लै नाचेको ए ल बर्बाद ल ठिक छ आजलाई यति नै गाइस लेट्स गो अब रुमतर्फ दिदी रुँदैछ बिचरा रुँदैछ बिचरा